टेन्सन भयो मलाई त टेन्सन भयो के टेन्सन हो घरमा लुगा धुने मेसिन पनि ल्याइदिए कुच्चो लाउने मेसिन पनि ल्याइदिए कुचो लाउने पनि कुच्चो लाउने पनि ल्याइदिए अनि घरमा चिसो पानी भयो सबैलाई जाडो भयो भनेर तातो पानी पनि ल्याइदिए अहिले आएर त भाँडा मान्ने मेसिन चाहियो अरे अहिले के अरे भाँडा मान्ने मेसिन चाहियो अरे भाँडा मान्ने मेसिन चाहियो अरे जा गएर ल्यायो भन्न तै गएर ल्याएर तै लायो हुँदैन भन्दैन भाँडा मान्ने मेसिन चाहियो अरे भोलि भाँडा मान्ने मेसिन घरमा आएन भने घिमिरे घरमा सुते हुन्छ घर आउनु पर्दैन अरे घिम्रे आएर सुते हुन्छ अरे घर आउनु पर्दैन घिम्रे आएर सुते हुन्छ अरे मेसिन नलिएर केही नभनेर पो त केही नभनेर मलाई त टेन्सन भयो टेन्सन कुचे पनि त सहने अनि पो तँलाई हेपिया त अस्ति न मलाई लात्ताले हाने कि लात्ताले हाने पुऱ्याइदिनु पर्छ भाँतो हानेर जा यहाँ मबाट बस्नै पर्दैन मेरा घरमा बस्नै पर्दैन भनेर घोक्रे छुट्टी लगाइदिएन जा यहाँ बस्नु पर्दैन तँ जस्ता अरू पनि आउँछन् भन्दैन उनीहरू जे भन्छन् त्यही ल्याइदिने त त्यही गरिदिने त टाउका टेकै गयो मुखामुतै के गर्ने होला अब एउटा कुरा चाहिँ गर्नु नि त माथि गएर तिमीहरूले यस्तो यस्तो मिसिन ल्याएर भनेर कराइस् न नातिलाई भनेर तपाईँ एकचोटि भनिदिनुहोस् न त आउनुहोस् एकचोटि भनिदिनुहोस् न त म त हेर्छु अहिले जा ल्या भनेर भन्ने कि ल हिँड्नुहोस् आफै ल्या आफै पैसा दियो आफै ल्या ल हिँड्नुहोस् भनिदिनुहोस् यहाँ यता चाहिँ भनिदिनुहोस् के भयो हजुरआमा के भयो केही भएन ए के भन्ने भन्नुभएको त मालिकले मालिकले के भन्नुहोस् भन्दै हुनुहुन्छ त मालिकले के भन्न लाउनु भएको तपाईँलाई सामान चाहियो जे मन लाग्छ त्यही लौ ल्याइदिए भनेर भन्ने आमा नल्याइदिए भोलि घिम्रे घरमा सुते हुन्छ घर आउनु पर्दैन ल त्यस्तोसम्म हुँदैन आमा। त्यसो भन्ने हो होइन नि त भन्नु त हुँदैन थियो त भनेन मालिकलाई त्यसो भन्यो त आफै लुगा दिन्थ्यो आफै भाँडा मानिन्थ्यो के पैसा आएको है अब अहिले के उल्का सुन्न पर्यो यो भाँडा मान्ने यो मेसिन सुन्नै नपार्ने कुरो सुनेको छ यो भएर उहाँ त्यही भन्दा त्यही पुर्याइदियो मेरा छोराले अब छोरीले देखेर आए यहाँ आएर त्यही माग्न थाल्यो अहिलेका केटाकेटी के छ हेर्नु न के गर्नु उहाँ मेरा छोरालाई त्यतिकै कस गरेर बुहारीहरूले मेरा छोराले जे भन्नु त्यही ल्याइदिए हिजो आफूले दुःख गरेर आफै गरेथ्यो अब अहिले छोरीले उहाँ माइत देखेर आइस ज्वाइँलाई कस गर्छ हेर्नु न टेन्सन भयो मलाई त टेन्सन भयो के टेन्सन हो घरमा लुगा धुने मेसिन पनि ल्याइदिए कुच्चो लाउने मेसिन पनि ल्याइदिए कुचो लाउने पनि कुच्चो लाउने पनि ल्याइदिए अनि घरमा चिसो पानी भयो सबैलाई जाडो भयो भनेर तातो पानी पनि ल्याइदिए अहिले आएर त भाँडा मान्ने मेसिन चाहियो अरे अहिले के अरे भाँडा मान्ने मेसिन चाहियो अरे भाँडा मान्ने मेसिन चाहियो अरे जा गएर ल्यायो भन्न तै गएर ल्याएर तै लायो हुँदैन भन्दैन भाँडा मान्ने मेसिन चाहियो अरे भोलि भाँडा मान्ने मेसिन घर आएन भने घिमिरे घरमा सुते हुन्छ घर आउनु पर्दैन अरे घिम्रे आएर सुते हुन्छ अरे घर आउनु पर्दैन घिम्रे आएर सुते हुन्छ अरे मेसिन नलिएर केही नभनेर पो त केही नभनेर मलाई त टेन्सन भयो टेन्सन कुचे पनि त सहने अनि पो तँलाई हेपिया त अस्ति न मलाई लात्ताले हाने कि लात्ताले हाने पुऱ्याइदिनु पर्छ भाँतो हानेर जा यहाँ मबाट बस्नै पर्दैन मेरा घरमा बस्नै पर्दैन भनेर घोक्रे छुट्टी लगाइदिएन जा यहाँ बस्नु पर्दैन तँ जस्ता अरू पनि आउँछन् भन्दैन उनीहरू जे भन्छन् त्यही ल्याइदिने त त्यही गरिदिने त टाउका टेकै गयो नि मुखामुतै के गर्ने होला अब एउटा कुरा चाहिँ गर्नु नि त माथि गएर तिमीहरूले यस्तो यस्तो मिसिन ल्याएर भनेर कराइस् न नातिलाई भनेर तपाईँ एकचोटि भनिदिनुहोस् न त आउनुहोस् एकचोटि भनिदिनुहोस् न त म त हेर्छु अहिले जा ल्या भनेर भन्ने कि ल हिँड्नुहोस् आफै ल्या आफै पैसा दियो आफै ल्या ल हिँड्नुहोस्
भनिदिनुहोस् यहाँ यता चाहिँ भनिदिनुहोस् के भयो हजुरआमा के भयो केही भएन ए के भन्ने भन्नुभएको त मालिकले हँ? मालिकले के भन्नुहोस् भन्दै हुनुहुन्छ त मालिकले के भन्न लाउनु भएको तपाईँलाई सामान्य चाहियो अँ, जे जे मन लाग्छ त्यही त्यही लौ ल्याइदिए भन्दा भन्दै आज गाली आमा नल्याइदिए भोलि घिम्रे खाना सुते हुन्छ घर आउनु पर्दैन ल त्यस्तोसम्म हुँदो सुन्नु हो त्यसो भन्ने हो होइन नि त भन्नु त हुँदैन थियो त भनेन मालिकलाई त्यसो भन्नु त आफै लुगा दिन्थ्यो आफै भाडा मानिन्थ्यो के पैसा आएको है अब अहिले के उल्का सुन्न पारियो यो भाडा मार्ने यो मिसिन सुन्नै नपारी कुरो सुनिया छ यो भएर उहाँ त्यही भन्न त्यही पुर्याइदियो मेरा छोराले अब छोरीले देखेर आए यहाँ आएर त्यही माग्न थाल्यो अहिलेका केटाकेटी त्यता हेर्नु न के गर्नु उहाँ मेरा छोरालाई त्यतिकै कस गरेर बुहारीहरूले मेरा छोराले जे भन्नु त्यही ल्याइदिए हिजो आफूले दुःख गरेर आफै गरेको अब अहिले छोरीले उहाँ माइत देखेर आइ ज्वाइँलाई कस गर्छ हेर्नु न